हाई गुड आफ्टरनुन। अहिले कति बजेछ? 12:31 भएको छ। खाना पाकिसक्यो, एकछिनपछि खान्छु। म तपाईँलाई एउटा कुरा भन्छु, जसलाई राम्रोसँग नाच्न आउँछ नि, कति राम्रोसँग नाच्छ, गीत अनुसार गाउन अनुसार नाच्छ। जसलाई गीत गाउन आउँछ नि राम्रोसँग गीत गाइदिन्छ होइन। जसलाई डान्स गर्न आउँछ, जसलाई गीत गाउन आउँछ, जसलाई बोल्न आउँछ, जसलाई कविता बोल्न आउँछ, जसलाई कथा बोल्न आउँछ, जसलाई मुक्तक बोल्न आउँछ, जसलाई लाइभ चलाउन आउँछ, सबैको मान्छे आफ्नो फरक हो। भगवानले बनाएको मान्छे हो नि त। हरेक मान्छेमा फरक फरक गुणहरू हुन्छन्। मलाई चाहिँ नाच्न हल्का झ्याउ लाग्छ कि अल्छी लाग्छ। नाच्न भने अल्छी लाग्छ, अनि त्यसपछि आएर गाउन त म पहिला मेरो कान्छो दाइले मलाई सानोमा गाउँथ्यो, मलाई फकाएर गाउन लगाउँथ्यो, गाउँथेँ। राम्रो मान्नुहुन्थ्यो, तर गीत गाउन म त पर्दैन, तर रड पनि त्यति मान्दिनँ। खोइ किन मलाई न नाच्न रड लाग्छ न गाउन रड लाग्छ, तर मलाई बोल्न मन लाग्छ। किन म बोल्न मन लाग्छ न, बिना गामा बोल्न त मन लाग्दैन। त कुनै हामी कहीँ जाने क्रममा, कहीँ लाइफ हो होइन, कहीँ यताउता जाने क्रममा बिजी रहेछ मुख धोएँ मैले। अनि यताउता कहीँ जाने क्रममा कुनै कुराहरू ठोकिन पुग्छ या कसैले कसैलाई गरेको कुराहरू देखिन्छ, त्यो कारणले मलाई बोल्न मन लाग्छ होइन। त्यत्तिकै के बोल्नु, अनि सामाजिक सञ्जालमा त्यति बोलेर काम पनि छैन होइन। पहिला त मैले सोचिरहेको थिएँ कि मैले चाहिँ नि खाना खाएको त्यो कन्टेन्ट बनाएर हाल्छु भने त मेरो कान्छे भने खाना खाएको यस्तो नाला यताउता भन्नुभयो घरबाट। ठिकै छ त, त्यो भएर कहिलेकाहीँ कुनै विषय हामीलाई हातमा पऱ्यो भने मलाई चाहिँ बोल्न मन लाग्छ कि त्यति फाल्तु बोल्नु त के बोल्ने होइन। त कुनै कुरा यस्तो बोल्ने अवस्था जस्तो हुन्छ कि मलाई फेरि म चाहिँ कस्तो कन्डिसनमा छु भने नि, कुनै पनि चिज मलाई हुनैपर्छ भन्ने छैन। मेरो अगाडि सामान्यलाई कसैले अन्याय गरेको छ, कसैले अत्याचार गरेको छ, कसैले के गरेको छ भने त्यो मैले आफूमा भएको जस्तो महसुस गर्छु। त्यो चाहिँ नि मलाई हुनैपर्छ भन्ने छ, कुनै पनि घटना मलाई हुनैपर्छ भन्ने छैन। अब म एउटा तपाईँहरूलाई भन्छु होइन, मेरो यो कुरा बोल्दा बोल्दा लामा जान्छ जस्तो लाग्यो होइन। तपाईँहरूले मेरो टिकटक बायोमा यो चाहिँ निर्मला लामा छ, अर्को श्री लामा, त्यसमा मेरो युट्युब च्यानल छ, त्यसमा सब्सक्राइब गरिदिनु होला प्लिज। तपाईँहरूले यदि मेरा प्यारा साथीहरूले मलाई यदि हेल्प गर्न चाहनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला युट्युबमा। यो युट्युबमा हाल्नको लागि मैले यो भिडियो बनाएको, टिकटकको लागि त्यति त होइन, तर हालिहाल्छु, केही छैन, नो प्रब्लम। मैले भन्नु खोजेको के हो भने नि, प्रायः अब यो कुरा कहिलेकाहीँ ठोकिन्छ नि त। अब हुन्छ नि, यहाँ म त अहिले घरमा बस्दैन, यता रुममै बस्छु होइन। अहिलेसम्म किन बिहा नगरेको यो त्यो, मलाई त यो चिज यस्तो सुन्यो भने यस्तो झ्याउ लाग्छ कि यो कुरा एकदम झ्याउ लाग्ने विषय हो कि। कारण म भन्छु होइन, तपाईँलाई बिहा गर्न मन छ, कसैको लभ पार्न मन छ भने तपाईँ आफै पारिहाल्छ कि। अहिलेको तपाईँको 7, 8 क्लास 9 क्लासदेखि नै बोयफ्रेन्ड गर्लफ्रेन्ड बनाउने चलन छ। तपाईँको बोयफ्रेन्ड प्रत्येक मान्छेले बनाउँछ नि त। जुन कि मैले त सानैदेखि मैले बनाएन, किनकि अब मैले मान्छेसँग समय नबिताएर होला, म मान्छु त्यसमा पनि। सायद मैले मान्छेसँग समय बिताएको भए मैले पनि बनाउँथ्यो होला। म सानैदेखि एक्लै बस्ने बानी छ कि मेरो, फेरि एक्लै बस्ने, आफ्नो घर फ्यामिलीसँग मात्र कनेक्ट हुने भएको कारणले होला। किनकि त्यही भएर म घरबाट टाढा हुने बित्तिकै मलाई 1.5 वर्षसम्म मलाई होमसिक पनि भएको हो। त्यो कारणले अहिले म 10 वर्ष भइसक्यो घरबाट टाढा बसेको। पहिला 10 वर्ष भयो। यसको मतलब म के भन्न खोजिरहेको छु भने 10 वर्षभन्दा पहिला हाम्रो घरमा लोसार हुन्थ्यो। हामी त लामा हो नि त, लोसार। अनि बिहान हामीहरूको 2-3 बजी उठ्थ्यो, कति मिठो खाना पाक्थ्यो, प्रकार पाक्थ्यो। अनि हाम्रो बाबा सबभन्दा ठुलो हाम्रो बाजे बजे, अनि हाम्रो फुपूहरू सब राति 2-3 बजी नै ढोग्न आउँथ्यो के। म त त्यो रातभरि निद्रा लाग्दैन, त्यो खुसी लाग्छ। त्यो कुरा सम्झेर नि 1 हप्ता पहिले नै खुसी हुन्छ। 1 हप्ता होइन, 1 महिना पहिले नै कि लोसार आउँदैछ। अनि साउन सङ्क्रान्ति पनि हाम्रो फुपूलाई बोलाउँछ, मिठो खुवाउँछ के चेलीबेटीलाई। मतलब हुन्छ नि, त्यो कुनै खसीहरू कुनै के काट्यो भने चेलीबेटीलाई बहुत माया गर्ने चलन छ है हाम्रो। त्यो सम्झे पनि भित्रबाट एकदम एक प्रकारको माया आउँथ्यो क्या। कुनै पनि चाडपर्व, तपाईँको दसैँ पनि, जस्तो हामी इक्जाम भएपछि परीक्षा चाहिँ भ्याइयो होइन, भोलि आज बेलुका या त भोलि तुरन्त हामी घर जान्छौँ कि। यति रमाइलो, घरमा गयो भने कति मिठो खाना पाइन्छ। मम्मीहरूले हाम्रो लागि कुरौनीहरू राखेको हुन्छ, अनि खेतहरूमा काँक्रा हुन्छ।
यति धेरै लाइफ थियो, खुसी थियो। किनकि यता सिमीकोटमा पनि आफ्नो घर थियो, आफ्नो दाइ बाउजू हुनुहुन्थ्यो। मेरो ठुलो दाइ मलाई त्यति धेरै माया गरे, मलाई मात्र हामी भाइ बहिनी सबैलाई माया गरे। मेरो ठुलो दाइ त पहिला आफू मिहिनेत गरेर हेडमास्टरमा नाम निकालेर, थाईमा नाम निकालेर होला। हामीलाई चाहिँ पढ्नको लागि कुनै पनि दुःखै भएन क्या, किनकि दाइ अलरेडी टिचर हुनुहुन्थ्यो। त्यो कारणले गर्दा हामीलाई पैसाको यो त्यो आर्थिक रूपले के पनि दुःख भएन। म त मेरो दिदीले भन्नुहुन्छ कि म त यति दुःख गरेको, तिमीले दुःख गर्न पाएन। आई डोन्ट नो, मलाई थाहा हामीहरूको अब हुन्छ नि जेस राम्रो भयो कि बाल्यकालदेखि यति राम्रो भयो। अनि हाम्रो दुईवटा बाबा हुनुहुन्छ होइन, बाबा कान्छे बुवा चाहिँ पछि अर्को ठाउँमा जानुभयो। तर मलाई चाहिँ मेरो बाबाहरूको धेरै माया लाग्छ, मम्मीको पनि माया लाग्छ, मेरो दाइ भाइ दिदी बहिनी सबको माया लाग्छ। मलाई मेरो फ्यामिलीको यति धेरै माया लाग्छ। तर म चाहिँ घर नगएर 10 वर्ष यतै बसेछु, किनकि मेरो बाबा मम्मी आइहाल्नुहुन्छ, मेरो फ्यामिली सबै तल आइहाल्नुहुन्छ कि मेरो फ्यामिलीहरू आइहाल्नुहुन्छ तल, यहाँ मेरो भेटमा पनि आइहाल्नुहुन्छ, मलाई भेटघाट पनि हुन्छ त्यो कारणले। तर आफ्नो गाउँठाउँ घरको कति धेरै माया लाग्छ, असाध्यै माया लाग्छ के। त्यही भएर म त भन्छु होइन, जस्तो हामी कुनै चिजमा माया गऱ्यो भने हामी भित्रबाट एकदम कोमल भइदिन्छौँ के, इनोसेन्ट भइदिन्छौँ। जहाँ माया हुन्छ नि त्यहाँ मान्छे इनोसेन्ट हुन्छ, जहाँ माया हुँदैन नि त्यो त्यहाँ इनोसेन्ट हुँदैन, किनकि त्यहाँ दिमागले काम गरेको हुन्छ। हेर्नुहोस् होइन, जब मान्छे दिल्लीमा काम गर्छ नि त्यो एकदम निस्वार्थले गर्छ। जब मान्छे दिमागले काम गर्यो भने के हुन्छ भने त्यहाँ निस्वार्थ हुँदैन, त्यहाँ जे एक्ज्याक्टली या त कोही आफ्नो फाइदा या त कोही आफू सजग या आफू जिउनको लागि या आफूलाई बचाउनको लागि गर्छन् है, दुई चिजले। त्यो कारणले गर्दा दिलको त दिमागभन्दा दिलको त धेरै राम्रो हो, बट तर जीवनमा चाहिँ दिमागले काम गर्यो भने राम्रो भन्छु है। भन्नुहोस् अब म 10 वर्षसम्म मैले कुनै लोसार के अरे माघे सङ्क्रान्ति के हो त्यो चाडपर्व मैले सब भुलेछु। किन भनौँ न, मलाई दसैँ आयो भने म रुममै बस्छु, कहिले आफन्तमा त बोलाएर जान्छु, अब टिका सिका लाउने फर्किने। त्यो लोसारमा पनि अब कसै पनि टिका लाएर आउने हो। त्यहाँ त्यो आफ्नो घरमा त्यो जुन मिठो, त्यो जुन आनन्दको जुन खुसीको जुन छ नि, त्यो छेडबाट टाढा गएको 10 वर्ष भयो। अब तपाईँ के भन्नुहुन्छ? जस्तै विदेशमा गएको बच्चा बच्चीहरू पनि त्यस्तै हो कठै बिचरा। अब उनीहरू यहाँबाट विदेश जानुभयो नि त्यहाँ अब आफ्नो आफन्त छ या आफ्नो मान्छे छ भने त हल्का हुन्छ, या फेरि हुन्छ खुसी मिल्छ त्यहाँ। त आफ्नो आफन्त छैन अनि त्यसपछि आफ्नो घर फ्यामिली उता छैन भने त्यो मान्छे पनि त्यस्तै होला जस्तो लाग्छ कि केही छैन। तर लाइफमा होइन हामी जहाँ छौँ जहाँ हुन्छौँ त्यहाँ खुसी भएर जिउनुपर्छ एउटा।